नेपालको टिम होरा स्पोर्ट टिएमएसएलमा उपविजेता हुँदै पिएमजिसीमा छनौट। नेपाली ई स्पोर्ट्स इतिहासमा एउटा स्वर्णिम अध्याय थपिएको छ। सन् 2025 जुन 22 तारिक आइतबार सम्पन्न पिएमएसएल प्रतियोगितामा चाइनिज टिमका अल्फा गेमिङ विजेता हुँदा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै होरा स्पोर्ट्सले दोस्रो र पाकिस्तानी फोर्टी स्पोर्ट्सले तेस्रो स्थान हासिल गरेको छ। अल्फा गेमिङ, होरा स्पोर्ट्स र फोर्टी स्पोर्ट्स आगामी जुलाईमा साउदी अरबमा हुने प्रतिष्ठित पिएमजिसी पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा छनौट हुन सफल भएको छ। होरा स्पोर्ट्सको यो सफलताले नेपाललाई विश्व ई स्पोर्ट्सको मानचित्रमा गौरवशाली उपस्थिति दिलाएको छ। पिएमएसएलको प्रतियोगितामा होरा स्पोर्ट्सको यात्रा साँच्चीकै प्रेरणादायक रह्यो। उनीहरूले हरेक खेलमा धैर्यता, रणनीतिक सुझबुझ र उत्कृष्ट टिमवर्क प्रदर्शन गरे। तीव्र प्रतिस्पर्धाका बावजुद होरा स्पोर्ट्सले आफ्नो स्थान सुरक्षित राख्न सफल भयो र अन्ततः दोस्रो स्थान प्राप्त गर्यो। यो उपलब्धिले नेपाली गेमिङ समुदायमा ठूलो उत्साह छाएको छ। दोस्रो स्थान हासिल गरे बापत उपविजेता होरा स्पोर्ट्सले 22,350 अमेरिकी डलर अर्थात् करिब 29,64,000 रुपियाँ नगद पुरस्कार जितेको छ। यो पुरस्कारले टिमका सदस्यलाई थप प्रोत्साहनसँगै उनीहरूको भविष्यका लागि आर्थिक रूपमा सहयोग हुनेछ। साथै उनीहरूले विश्वभरका लाखौं गेमरहरूमाझ आफ्नो पहिचान बनाउन सफल भएका छन्। नेपालको ई स्पोर्ट्सको विकासमा डिआरएस गेमिङको भूमिका अतुलनीय छ। लामो समयदेखि डिआरएस गेमिङले नेपाली ई स्पोर्ट्सलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान दिँदै आएको छ। डिआरएस गेमिङले इन्डोनेसियाको जाकार्तामा सन् 2023 जनवरी 6 देखि 8 सम्म आयोजना भएको पिएमजिसी पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गर्दा अमेरिकी डलर 2,92,000 अर्थात् करिब नेपाली 3,86,00,000 रुपियाँ राशि प्राप्त गर्न सफल भएको थियो। डिआरएस गेमिङको यो सफलता नेपाली ई स्पोर्ट्सका लागि एउटा बलियो आधार बनिरहेको छ। होरा स्पोर्ट्सको यो सफलताले डिआरएस गेमिङको विरासतलाई थप उचाइमा पुर्याएको छ। यसले नेपाली ई स्पोर्ट्सको भविष्य उज्जवल रहेको सङ्केत गर्दछ। अब नेपाली गेमरहरूले विश्व मञ्चमा आफूलाई प्रमाणित गर्न सक्ने क्षमता राख्छन् भन्ने कुरा होरा स्पोर्ट्सले प्रमाणित गरिदिएको छ। होरा स्पोर्ट्सको पिएमजिसीमा छनौटले नेपाली ई स्पोर्ट्सका लागि नयाँ सम्भावनाको ढोकाहरू खोलेको छ। यसले युवा गेमरहरूलाई ई स्पोर्ट्सलाई करियरको रूपमा अपनाउन प्रेरित गर्नेछ। सरकार, निजी क्षेत्र र गेमिङ समुदायको संयुक्त प्रयासले नेपालमा ई स्पोर्ट्स थप व्यावसायिक र सुदृढ बनाउन सकिन्छ। अब सबैको ध्यान होरा स्पोर्ट्सको पिएमजिसीमा हुने प्रदर्शनमा केन्द्रित हुनेछ, जहाँ उनीहरूले विश्वभरको उत्कृष्ट टिमहरूसँग प्रतिस्पर्धा गर्नेछन् र नेपालको नाम उच्च राख्न प्रयास गर्नेछन्। समस्त नेपाली गेमिङ समुदाय होरा स्पोर्ट्सको सफलताका लागि शुभकामना व्यक्त गर्दछ।